हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हजुरहरू सबै सन्चो सुविस्तै हुनुहुन्छ होला। र आज चाहिँ म फार्मतर्फ पनि गइसकेको छुइनँ, किनकि आज अहिले लगभग 2हरू नाग्दैछ है। म आज चाहिँ रुममै छु नि त। आज यसो चिकनहरू बेच्दै र पर भाइकोमा गएको थिएँ। अलिअलि 1-2 रुपियाँ पैसा पाउनु थियो र उहाँले अलिकति टाइम लाग्छ भनेर चाहिँ म आज उहाँकोबाट पैसा लिएर अलिक बादमा अलिक भरे 3-4 बजी 4, साढे 4, 5 बजीतिर जाने भएको छु है। अनि म चाहिँ यहाँ मान्छेहरू आउनु भएको छ है, नानाहरू आउनु भएको छ बाहिर। उहाँहरू चाहिँ गफ गर्दै बसिरहनु भएको छ बाहिरपट्टि, र म चाहिँ यहाँनिर उहाँहरूको लागि चिया बनाउँदैछु। तपाईँहरूलाई देखाउँदैछु यो चिया बनाएको पनि। म चाहिँ यहाँनिर यसरी चिया बनाइदिन्छु उहाँहरूको लागि भनेर। र यो जगमा चाहिँ अब तपाईँको आधी जग अलिकति ज्यादै बनाउनु पर्छ नि त, त्यसै कारण म चाहिँ चिया बनाउँदैछु आफ्नो लागि, उहाँहरूको लागि। र उहाँहरूलाई पनि म देखाउन चाहन्छु, उहाँहरू बाहिर हुनुहुन्छ। र तपाईँहरूलाई थाहा भइरहेको कुरा हो, यो चाहिँ मेरो मिट सप हो। र मिट चाहिँ यहाँ छैन, मासु चाहिँ यहाँ छैन, किनकि अहिले गर्मी महिनाले गर्दाखेरि हरियो झिङ्गा ज्यादा आउने कारणले मैले चाहिँ मासु चाहिँ यो फ्रिजमा राखेको छु है। अनि उहाँहरू चाहिँ बाहिर हुनुहुन्छ र उहाँहरू चाहिँ यहाँनिर यसरी 3 जना बसिरहेछन् 3 चुले भएर। के चाहिँ हौ को निकाल्नु नि मान्छे यता हेर्नुहोस् न नाना, के बुन्नु भएको? कसको लागि? आगेको लागि? आमा मलाई पनि बुनिदिनुहोस् न भनेको नानाले बुनिदिनै भएको छैन, मानेकै छैन हौ, बुन्नै मानेको छैन। अब तपाईँहरूको चिया रेडी हुनु आँटेको छ है, उम्लिँदैछ। अब कति कप बनाउनु हुन्थ्यो? अहिलेको भित्र गएको होइन क्या म चाहिँ। अबिलो म आउनुभन्दा अगाडि उनीहरूले चिया बनाउनु गएको सचिन सुत्यो होला भनेर भन्दै छ्या होइन है, त्यति बेला त कहाँ हो? होइन है, त्यति बेला त म सुतिरहेको थिएँ नि त। हाम्रो क्युजिङ रोडमा चाहिँ सुनसान छ है, मान्छे छैन है। यहाँ भैया पनि बसिरहनु भएको छ, काम छैन है भैया, के गर्नु? यहाँ लुगा ब्रान्डेड पाउनुहुन्छ तपाईँहरूले, आउनुहोस् है। लेडिजहरूको पनि यहाँ मजाको स्वेटरहरू छ। भन्नु पनि भएको छैन, नानाले यो मैला फ्याँक्नु ल्याउनु भएको थिएछ र आज गाडीले मैला लग्दैन रहेछ हाम्रो नानाको। र टक्कसँगले यहाँ हेर्नु आएकै टक्कै उम्लिनु पनि थालेछ है। बाहिरबाट भित्र मात्र पसेको। अब अलिकति यो चियामा चाहिँ रङ अलिकति थपिदिनु बेला भयो। अब यति रङ थपिदिन्छु, चिया स्पेसियल। हेर्नुहोस् न, चियापत्तीको चाहिँ साथीहरू हर्बल भन्ने रहेछ। यो बट्टा युज गरेको चाहिँ मैले धेरै भइसक्यो, लगभग 1-1.5 वर्ष भइसक्यो। राम्रो हुँदो रहेछ, तर बट यो चाहिँ अस्ट्रेलियाबाट आएको रहेछ। तर चियापत्ती चाहिँ अस्ट्रेलियाको होइन, एकदम मेड इन इन्डिया रहेछ भित्र चाहिँ है। र अब चाहिँ चिया तार्दैछु म चाहिँ। टक्कै चिया पनि तारिसके। अब दुध लाउने छु यसमा, मिल्क टी सबैलाई है। अब दुध त्यसो कसरी लगायो, निकै लाउनु पर्छ नि त यसरी है। दुध राखिदियो। अनि हेर्न सक्नुहुन्छ तपाईँहरूले, चियाको कलर देखाउँछु तपाईँहरूलाई है। नानाहरूलाई चाहिँ चिया बाहिरै लगिदिनु भन्नुहुँदैछ। अब म उहाँहरूको लागि चाहिँ चिया चाहिँ डाइरेक्ट जगमा लगिदिन्छु, अनि कपहरू लगिदिन्छु। उहाँहरूले सारेर खानुहुन्छ नि त, म चाहिँ आफ्नो कपमा लगाएर है यहाँ टक्कसँगले खान्छु। यहाँनिर चाहिँ नानाहरूलाई चिया
मेरो मिसेसको कप हो। यो नाना र माछीलाई 2टा कपमा हालिदिँदैछु चाय। पुरै पनि दिन्छु उहाँहरूलाई। हेर्नुहोस् के कुरा गरेर यहाँ माछीलाई दिएको अब चिया हो। अनि यो चाहिँ हाम्रो मिङ्मा दिदीलाई दिँदैछु चिया। नाना अनि यो चाहिँ मेरो मिसेसलाई लास्टली उसलाई त्यसले प्लेट र उयो मागेर चाहिँ कुनै के गर्नु आँटे हेर्नु नि के गर्नुहुने माछी के गर्नुहुने। मौसम चाहिँ यस्तो छ है तर मौसम यस्तोमा चाहिँ बोलाइसक्यो हे भगवान। यहाँनिर खरबुजा पनि दिनुभयो। म चाहिँ गएको माछी खोइ अझै एउटा दिनु नि उहाँ भाइको लागि। भाइ खाने दिनुहोस् न। हजुर ए कर्ची मर्ची आज छैन नि। दामी दामी गएको माछी। भाइ तिमीलाई खरबुजा। अब चाहिँ खरबुजा खाँदै सेलेबतर्फ लागेको। फेरि तल पुगेर पनि फेरि फर्केर आउनु पर्ने छ। यहाँ भाइको गाडीमा हाम्रो केपी भाइकोमा हाम्रो बजेरी लाइक अनि कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस् है तपाईँ सबैजनाले। ओके अन्त जाँदैछु नि अब भर्खर ओह्रालो सेलेबतर्फ। के गर्नु डेलीको कामै फार्मको हुन्छ। ल साथीमा हामी फेरि यहाँ तल एनआइटी छेउ नजिकै पुगिसकिसकेको छ। यहाँ मुनि छ एनआइटी चाहिँ हो। अब तपाईँहरूलाई यहाँबाट कसरी देखाउनु अहिले फ्रन्ट गेटहरू देखाउँछु तपाईँहरूलाई है। अन्त अहिले चाहिँ हामी थाङ्से र यो सेलेब झर्ने रोड यहाँनिर पुगिसकेको छौँ। अहिले चाहिँ अझै खाइसकेको छैन हो। खाँदै ड्राइभ गर्दैछ हो। र सेफली ड्राइभ गर्छ खाँदै भयो पनि एक हातले पनि। किनभने त्यस्तो यहाँनिर चाहिँ ट्राफिकहरू छैन नि त। अब बस्ती लाइन पसेको हामी त्यस कारणले गर्दा है त। देख्न सक्नुहुन्छ यसलाई चाहिँ एनआइटी भनिन्छ है। यहाँनिर चाहिँ कलेज चाहिँ एनआइटी नेसनल इन्स्टिट्युट अफ टेक्नोलोजी भनेर भनिन्छ है। यहाँबाट पनि हाम्रो सर्टकट बाटो जान्छ नि त। बेला बेला म चाहिँ अब बेलुकातिर फर्किँदाखेरि यही बाटोहरू पनि फर्किने गर्दछु है। यहाँनिर छ यहाँ तल चाहिँ खाँचो रेसिडेन्सी छ जाने हो। र अब चाहिँ हामी डेमाजोङ स्कुल नजिकै आइपुगिसकेका छौँ। र यहाँनिर अगाडि चाहिँ डेमाजोङ स्कुल पनि छ है। यहाँनिर बोर्ड पनि छ डेमाजोङको। यहाँ मुनि चाहिँ स्कुल हो। यो चाहिँ नयाँ बनिएको। इङ्ग्लिस मिडियम सरी इङ्ग्लिस मिडियम होइन इङ्ग्लिस स्कुल हो। यो चाहिँ प्राइभेट स्कुल हो है। र एकदमै राम्रो छ यहाँको स्कुल पनि है। हाम्रो सबै नानी भाइ बहिनीहरू यही स्कुल पढेर निस्केर अहिले 10, 11, 12 कलेजहरू गर्ने पनि छ है। एकदमै राम्रो स्कुल छ। र हामी चाहिँ सेलेब पुगिसकेकै बराबर भयो। म चाहिँ फार्म पनि पुगिसकेँ र मैले चारो पनि ल्याइसकेँ। यहाँ तपाईँहरूलाई कुखुरा पनि म देखाउन चाहन्छु। कुखुरा देखाउन चाहन्छु तपाईँहरूलाई। फार्मभित्र मेरो कुखुरा चाहिँ चल्नु पनि थालिसकिसकेको छ है। अब अस्ति चिङ्नातिर पनि तपाईँहरूलाई भिडियो देखाएको थिएँ चिङ्नाको पनि। र अब आज चाहिँ तपाईँहरूलाई फार्ममा कुखुरा बढेको अब टाइम भएको त्यसलाई अब चलाउने देखाउँछु। सक्नुहुन्छ यसरी कुखुरा चाहिँ अब चाहिँ बढिसकिसकेको छ मेरो चाहिँ है। ठुल्ठुलै भइसकिसकेको छ। अब चाहिँ यसरी छ्याप्पो बसिरहेको छ है। यसरी यहाँ देख्न सक्नुहुन्छ है। कुखुरा चाहिँ यसरी फार्ममा हालेको छु है। यस्तो भएको छ मेरो पोल्ट्री फार्ममा चाहिँ। तपाईँहरू हेरिराख्नुहोस् है।
हेलो निशान भाइ के बोकेको ए केला सुँगुरलाई ए खै मामा ए हो यहाँ चाहिँ हाम्रो निशान भाइ एकदमै गुड बोय हुनुहुन्छ एकदमै उहाँ चाहिँ मेहनती हुनुहुन्छ है साथसाथमा उहाँको मामा माइजू मेरो माइजू पनि आउनु हुँदैछ यहाँ मिक्की पनि छ हौ मेरो छोरा अस्ति आएर चाहिँ लुगाहरू धोएको थियो है यसरी उठाउँदैछु अब प्याक गरेर यो ब्यागमा लगाएर चाहिँ लानुपर्ने छ है साथी हो यहाँ मेरो मिसेसको चाहिँ जुत्ता सुकेको छैन रहेछ हो त्यस्तो राम्रो सुकेको छैन रहेछ तै पनि आज चाहिँ लगिराखिदिनु पऱ्यो जुत्ताहरू पनि अनि बाहिरपट्टि कस्तो छ भन्दाखेरि चाहिँ तपाईँहरूलाई पहिले पनि देखाएको फेरि अस्ति पनि यहाँ र यहाँनिर लुगासुगा धुने बनाइदिएको थिएँ अलिकति टेम्पोरेरी अन्त भन्दामा पनि बिस्तारै बिस्तारै बनाउँदैछु अहिले चाहिँ म यहाँनिर यति चाहिँ कम्प्लिट गरिरहेको छु यो चाहिँ हाम्रो प्लेन साइडको हाम्रो हामी त मधेसे भनिन्छ है तर उहाँहरूको आइडिया गर्दाखेरि पनि एकदमै राम्रो हुँदो रहेछ यसरी बाँधेर यो माथि चढेर यहाँनिर अब डाँडाहरू ठोक्नु चाहिँ एकदमै सजिलो लाग्यो अन्त यहाँ मुनिबडी चाहिँ लुगा सुकाउँदै ठाउँबाट चाहिँ अब लुगाहरू उठाउँदैछु म चाहिँ लुगा उठाएर चाहिँ प्याक गरेर लानुपर्ने भएको छ है त र यसरी लुगा उठाउँदैछु म चाहिँ है यहाँबाट तान्दै लुगा उठाउँदैछु अब चाहिँ मैले प्याक स्याक यसरी गरिसकेँ र जुत्ता चाहिँ अब स्कुटीको डिक्कीमा लगाएर जाने भए यसरी प्याक गरेको छु है हस् त अब चाहिँ जाने म र अब चाहिँ म चाहिँ हिँड्दैछु यसरी बोकिरहेको छु यहाँ ब्यागमा छ अब चाहिँ फर्किँदैछु म आज अरू कुरा त केही बिर्सिनँ होला सायदै है अन्त अब रोडमा पुगेर मैले आज चाहिँ बाङ्गालाई मागेको छु नि त स्कुटी आज चाहिँ स्कुटीमा जानेवाला छु बजार है अनि अब आज चाहिँ स्कुटीमा जान्छु बाङ्गालाई अन्त फेरि भोलि बिहान पनि आउनु पर्ने छ है किनकि भोलिदेखि मामा पनि हुँदैन नि त भोलिदेखि चाहिँ यतै बस्तीमै बस्नुपर्ने छ म चाहिँ र मिसेस र बहिनी चाहिँ माथि बजार बस्ने भएको छ अनि भोलिदेखिको चाहिँ मेरो चाहिँ फेरि एकदमै जोडको काम बस्तीमा हुनेवाला छ है अनि नेक्स्ट भिडियोमा यस्तै ब्लगहरू लिएर आउनेवाला छ तपाईँहरू सामु अनि तपाईँहरूलाई एकदमै मेरो ब्लगमा इन्ट्रेस्ट छ भने राम्रो लाग्यो भने मेरो भिडियोहरू लाइक सेयर अनि सब्सक्राइब कमेन्ट्स गर्नु नबिर्सिनु होला मेनली सब्सक्राइब लाइक भन्दामा चाहिँ कमेन्टमा चाहिँ तपाईँहरूले कस्तो के कुराहरू नयाँ ल्याउनुपर्छ एज अ सजेसन पनि दिनु सक्नुहुनेछ मलाई है हस् त टेक केयर एभ्रिवान ओके बाई स्टे ट्युन